तपाईलाई म पट्याङ्ग दिउँ दिउँ ए राति घुरेर सुत्न नदिने यही मान्छे जस्तो छ। हेलो मिस्टर, किन के भयो? अय्या तपाईँको गालामा पट्याङ्ग दिउँ त्यसरी घुर्ने हो? तपाईँको गालामा पट्याङ्ग दिउँ? गलबन्दी मिज्यू जो हाम्रो विनोद राई घ्याम्पे सुब्बा नामले नै परिचित मान्छे हो। उहाँ चाहिँ एकदम अग्रज कलाकार, सानैदेखि देख्दै आइरहेको होइन। अवश्य गर्नुपर्छ, दुईजनालाई एकवटा रोल दिएर अनि क्यारिकेचर गरेर हामी हेरेर बस्छौँ। विशेष भाइले चाहिँ मेरो मिज्यू अर्को गलबन्दी मिज्यू जो हाम्रो विनोद राई घ्याम्पे सुब्बा नामले नै परिचित मान्छे हो। उहाँ चाहिँ एकदम अग्रज कलाकार, सानैदेखि देख्दै आइरहेको होइन। उहाँको घ्याम्पे सुब्बा मेरी बासै अब रिसानी मापतिर होइन। लास्ट टाइम चाहिँ हामी गाह्रो सभामा भटभटी माइला रियासा दिदीहरू हुनुहुन्थ्यो नि, गाह्रो सभामा त्यसमा प्लिज एकदमै नयाँ खालको मित गालबन्दी मित हुनुहुन्छ नि, उहाँ जस्तै अर्को मिज्यूले यसो इन्ट्रोडक्सन के भन्छ तपाईँ यो के भन्छ परिचय भन्छ हो त्यो गराउनले लिएर चाहिँ टिकट एउटै पार्नु पर्यो मिज्यू लो त साकिन मैले एक्लै भ्याएन यो दुईजना सारहरूलाई। तपाईँ यहाँ आउनुहोस्, कहाँनिर तपाईँ यहाँ आउनुहोस्, लो तपाईलाई म पट्याङ्ग दिउँ दिउँ। यस्तो मान्छेलाई त्यो नाम सहित भन्न छोडेर चाहिँ तपाईँ दुनियाँ थरी भन्ने, तपाईँलाई पापी अपराधी मिज्यू।